तपाईलाई थाहा छ हामी ह्युमन्स दौड्नमा यति ढिला किन हुन्छौं? अरू जनावरको कम्पेरिजनमा हाम्रो स्पिड निकै कम रहेको छ। गैंडा र हात्ती जस्ता यति ठूला जनावरहरू पनि मानिसभन्दा छिट्टै दौड्ने गर्छन्। आखिर किन मानिस दौड्नमा यति स्लो छ त? वेल, यसको एन्सर खोज्नको लागि हामी लाखौं वर्ष पछाडि जानुपर्ने हुन्छ, जहाँ ह्युमन्स यानि कि हाम्रो पुर्खाहरू गुफामा बस्थे र शिकार गरेर जीवन जिउने गर्थे। र शिकार गर्नलाई न त तिनीहरूसँग अरू जनावरहरू जस्तो एकदमै बल थियो, न त एडभान्स हतियार नै, जसको कारणले गर्दा ह्युमन्सलाई सर्भाइभ गर्न निकै गाह्रो भइरहेको हुन्छ। यही लो पोइन्टमा ह्युमन्सले आफ्नो बडीमा एउटा यस्तो शक्तिलाई एडप्ट गर्छ जसले ह्युमन्सलाई अरू जनावरहरू भन्दा नेक्स्ट लेभल पावरफुल बनाउँछ, जसलाई हामी इभेपोरेसन कुलिङ एडप्सन भन्छौं। जसले गर्दाखेरि हाम्रो शरीरमा पसिना ग्रन्थको विकास हुन्छ, जसको कारणले गर्दा हामी दौडिँदा हाम्रो शरीरबाट पसिना बाहिर आउने गर्छ र साथसाथै हाम्रो शरीरभित्र भएको तापक्रम पनि बाहिर आउने गर्छ, जसले गर्दाखेरि हामी कैयौं किलोमिटर रेस्ट नगरिकन दौड्न सक्छौं। र हाम्रो एन्सेस्टरहरूले शिकारलाई दौडेर समात्नु भन्दा पनि तिनीहरू दौडेर नढल्दासम्म तिनीहरूको पसिनै गरेर शिकार गर्ने गर्थे। यसरी इभल्भ भएको हाम्रो क्षमता छिटो दौडिनु भन्दा पनि लामो समयसम्म दौडिनु हाम्रो पावर हो। डु सब्स्क्राइब।